हेलो गाइज नमस्ते फेरि पनि सबैजनालाई युट्युब च्यानलमा स्वागत छ यो एचके युट्युब च्यानलमा सबैजनालाई फेरि पनि स्वागत छ है त अनि हामी चाहिँ यहाँनिर पल्टिरहेको होइन काम गएको यहाँ भएर खानासाना खाएर सुतेको दाइ सुतिराख्नु भएको छ म चाहिँ यहाँनिर सुतेको थिएँ हो अन्त देख्न सक्नुहुन्छ त्यहाँ बुढो मिस्त्री पनि आइसक्नु भएको छ त्यहाँ हाम्रो बुढो देख्न सक्नुहुन्छ खतरा तरिकाले सुतिरहे मम्मी गाई हामी चाहिँ यहाँनिर बल्ल भर्दैछौँ म बल्ल यहाँबाट अब हाल्दै बोक्दै गर्दैछौँ होइन यहाँ हाम्रो बडा हुनुहुन्छ अनि यहाँनिर टक्क लगाएर यहाँ बोरामा चाहिँ टक्क होइन माल हाल्दै माथि लाँदैछौँ हामी 3 स्ल्याब माथि होइन यहाँबाट उकालो 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 लाँदैछौँ यहाँनिर बडो चाहिँ जुत्ता टकटकाउँदैछ ओ बडो के भयो हौ के छिरी पठायो हाँस दिनु 10-15 रुपियाँको लु हो भइगयो यति भएपछि होइन रमाइलो हुन्छ बडोसँग काम गर्न चाहिँ रमाइलो होइन बडो साह्रै रमाइलो है लु मेम्बी मेम्बी हामी चाहिँ यहाँनिर टक्क लाउँदै लिएर जान्छौँ होइन के गर्नु काम गर्नु पऱ्यो गाई हो गर्नु त मन थिएन होइन होइन अब टक्कको डेट लगाएर यो तरिकाले हिँड्न मन लाग्छ के गर्नु काम नगरी कसरी खानु मिठो मिठो माग्नु त्यो भएर चाहिँ हामी काम गर्न आएको होइन अब यसो काम गरेर अलियो होइन 2-4 पैसा कमिन्छ होइन ट्याक लगाएर मिठो मसिनो खाइन्छ यसरी त हो नि जिन्दगी कटाउनु के हो म त बुझ्नै सक्दिनँ त हौ मेम्बी के भन्नुहुन्छ हौ तपाईँको नाम के हो म त देखेकै छु के हो तपाईँको नाम भनिदिनु त मेरो नाम नभन्नु न भनिदिउ न भनिदिउ मेरो नाम मानबहादुर मानबहादुर ए मानबहादुर सुब्बा सुब्बा कहाँको सुब्बा हो म माथि अलान्चोक 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 ए कहाँ पर्यो अलान्चोक फेरि अलान्चोक त पहाडै पर्छ ए माथि 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 हिउँ पर्ने ठाउँ मरङ होइन माथि हिउँ परेको यतिखेर हिउँ झरिरह्यो होला यतिखेर चाहिँ झर्दै होला हिउँ झर्दै होला होइन यहाँ पसिना झरिरहेको छ माथि हिउँ झरिरहेको फेरि यहाँ पसिना माथि हिउँ त्यो त हाम्रै अप्ठ्यारो अप्ठ्यारो अनि काम कस्तो हुँदैछ राम्रै हुँदैछ राम्रै हुँदैछ होइन आफूले सक्ने बोक्ने हो होइन सक्ने बोक्ने नसकेको के नसकेको के गर्ने हाँस्थ्यौ 15 रुपियाँको हाँस्थ्यौ जिन्दगीमा हाँस्थ्यौ न 15 रुपियाँको हाँस्दिनु न लु जिन्दगानीमा के जिन्दगानीमा 15 रुपियाँको हाँस्दियो 15 रुपियाँ धेरै खर्च 15 रुपियाँ फेरि कसले दिन्छ दिँदैन होला दिन्छ होला दिँदैन दिँदैन म दिन्छु नि होस् हाँस्थ्यो 15 को लु होस् नहाँस्ने नहाँस्ने ल हामी चाहिँ यो बोक्दैछौँ होइन यो बोक्दा बोक्दा है देखिँदैछ ए यो चाहिँ म है ढ्याक्क लाएर मै है यो चाहिँ तिमी अरू कोही होइन यही है अरू कोही न तिमी नै साइला साइला हो साइला रहेछ मेरो निकाल्नु लु निक्लिरहेछ होइन खै हेरौँ
अहिले देखाउँछु नि देखाउँछु नि गीत गाइदिनु बरु लाज लाग्छ तेरिका नलजाउनु न हौ बडोसँग यसो काम गर्दा चाहिँ होइन दिन ढलेको नि खानै हुँदैन हो क्या न बडोले हँसाएको हँसाइ होइन बोक है सुरु गरौँ है बोक्न सुरु गरौँ बोक्न सुरु गरौँ बोकौँ सुरु गरौँ है ल अब सुरु गर्न आलेको ल है भन्दिनँ बडाउले खाना थाल्ने भयो अब म पनि लगाएँ एकछिनमा है त अब अघि मैले भने त्यो के बाटोमा जाँदा एक्लै होइन अघि भने नि होइन बाटोमा जाँदै थियो एक्लै खासमा चाहिँ होइन खासमा चाहिँ अब यसो होइन साइलीलाई मेरो साइलीलाई भेट्न पऱ्यो भने गएको तिमी एक्लै गएको पहिला कि पहिला नि त हिँड्दै पहिला गएको अब भेट्छु होइन कुराकानी गर्छु होइन भनेर गएको घरमा जाँदा त बाटामा एउटा बाघ देखेँ सिधै अगाडि छ बाघ चाहिँ सिधै अब झम्टिन अघि तल भने झम्टिन खोज्छ के खोज्छ अनि अब म पनि राईको छोरो के गरौँ भनेर अब दिन खोजेको अर्को पनि निस्क्यो क्या दुईटा भएको अब एउटासँग जस्तो तस्तो लडला अर्को टोकिहाल्छ सोचे पनि एकछिन होइन डर चाहिँ अब खासै लागेको छैन है मलाई होइन म त लड्छु नि होइन अब भागो भने टोक्छ नभाग्नु भने टोक्छ होइन बाघले गोली जत्रो हुन्छ भन्छ हो नि मभन्दा अलिकति ठुलो थियो नि नि के अग्लो गोली जत्रो हुन्छ भन्छ कि त्यो बुढाले दन्ते कथा मात्रै गरेको हो कि ठुलो गोली त्यस्तो हुन्थ्यो पहिले जत्रो पहिले हुन्थ्यो त्यस्तो तिमीले देखेको चाहिँ मसिनो थियो होला मसिनो कहाँ हो तन्देर नि यत्रो बच्चा हो अवस्था बच्चा त्यत्रो हुन्छ नि बाख्राले जत्रो म जत्रै थियो कत्रो छ टाउको चाहिँ ठुलो अब राईको छोरो किन डराउनु भन्ने हो मलाई त्यही त है अब भाग्नु भने नि टोक्छ टोक्ने नभाग्नु भने टोक्छ फेरि टोक्ला के हो अब त लड्नै पर्ने भयो कि त्यसलाई भागाउनु पऱ्यो कि आफू मर्नु पर्ने भयो भनेर चाहिँ अब भिडियोमा अब दुईमा अब ऊ त एकमा दुई भयो नि होइन अर्को पनि निस्क्यो पहिला त्यो अब मलाई चाहिँ साह्रै रिस उठ्यो क्या अब त्यो लड्नै पऱ्यो भनेर लडेँ पनि ल त्यस्तोमा घाउहरू थियो होइन चितारीको अनि अस्ट्रेलियामा एउटा मैले साँच्ची चिथोरी पनि हाल्यो नौरा के ठुलो हुन्छ म त भएको मासु नि आधी ठ्याप्पै पारिहाल्यो चिथारेर यो अम्ली जत्रो रहेछ नौरा हलो जोते जस्तै चिर्दिहाल्यो ल अनि अस्ट्रेलियाबाट मैले होइन उता अस्ट्रेलियाबाट त्यो भेडाको घिउ अनि माथि लेकबाट मैले चौरीको घिउहरू मगाएर गाउँमा दलेँ अनि दबाईहरू गरेँ निगो भयो त्यो बाघलाई त मैले एउटालाई पुच्छर समातेर यस्तो गरेर भिडतिर ढाडे भाँचियो त्यसको त उठ्नै सकेन अर्को त अब लडेको छ चिथारी छ भाले चाहिँ लडेछ मसँग तिमीसँग ऊ चाहिँ लडेको छ अब यस्तो उठ्छ मभन्दा ठुलो छ उभिँदा म यत्तिकै
ऊ पनि जसो त्यसै गरी बस्छ जसो जसो यत्रो खुट्टा थियो ल होइन खुट्टा जसो खुट्टा निकै ठुल्ठुलो हुन्छ भनेर अनुहारमा हाल्नु त अनुहारको चाहिन्छ अनि भालु भालुको कुरा छोडिदिउँ न भोलि भन्छु ए अनि जसो तसो त्यसको खुट्टा पनि भाँदिए क्राक्कै भाँदिए क्या अनि यसो खताङ खताङ गरेर अनि त्यत्तिकैमा अब खाँदा खाँदै गर्दा गर्दै पछाडि गएर होइन अरू खुट्टा पनि भाँदिए त्यसपछि भाग्न खोज्दै थियो अनि मेरो परि यो अप्ठ्यारो ढुङ्गाले यस्तो हानेको होइन अब रिस उठ्यो ढुङ्गामा होइन रिस उठ्यो अब राईको छोरो हानिदिए ढुङ्गाले यत्रो ढुङ्गा अनि पछि त त्यसले छातीमा त्यो पनि भिरमा खस्यो त्यसपछि त अनि मन शान्त भयो अलिक रिस मऱ्यो अनि घरतिर गएँ अनि अस्ट्रेलिया कतै यता कल गऱ्यो दबाई सबै लगाएको नि आयुर्वेदिक त्यति बेला कति वर्ष पुगेको थियो त्यति बेला म 20 वर्षको थिएँ 20 वर्ष अहिले म 40 म अहिले 24 वर्ष पुग्यो होला 24 वर्ष पुग्यो होला त्यतिखेर 20 वर्ष भयो त अहिले त हो नि त्यो त अस्ति 3-4 वर्ष अगाडिको हो नि त त्यो हो नि त त्यस्तो देख्नु मैले लगाएको छु होइन बडोसँग यसो कुराकानी गरेको यसो होइन रमाइलो कुराकानी होइन हेलो भनिदिनु यसो हेलो गरिदिनु लाइक हामी फेरि सदा चाहिँ हामी चाहिँ होइन घर आइपुगेपछि चाहिँ हाम्रो भिडियो इन्ड हुने भयो होइन त्यो भएर म चाहिँ घर आइसकेको छु होइन अगाडि अब भिडियो लामो भइसकेको थियो त्यही भएर मैले भिडियो बनाउन पनि पाइनँ आएको होइन सो आजलाई चाहिँ यति नै नेक्स्ट टाइम फेरि हामी नेक्स्ट भिडियो लिएर आउनेछौँ त्यसका लागि हजुरहरूले नयाँ सपोर्ट अझै बढाइदिनु होला होइन लाइक सब्सक्राइब यताउता ह्यान त्यान है ल आजलाई चाहिँ यस्तै भयो होइन नेक्स्ट टाइम अर्को भिडियो लिएर आउनेछु बाई